मैले चाहिँ यहाँ गाइस बुलेट ट्रेन कुरेर बसिरहेको छु है। टक्क यहाँ है रेडी अवस्थामा बसिरहेको आज बुलेट ट्रेनका लागि। बुलेट ट्रेन अब एकछिनमा आउँछ सायद, कति अड्काउने घर होइन। मास्तिर फर्केर हेर्ने मा कसम टोपी खस्छ। त्यहाँ फेरि कस्तो त्यो कालो टाटो बस्या रहेछ यार बादलको। यो चाहिँ होटल रहेछ, खतरा ठुलो होटल होइन। यो कहाँ भुइँबाटै हिँडिरहेको छ। सायद एकछिनमा बुलेट ट्रेन आउँछ है। म बुलेट ट्रेन कुरेर बसिरहेको छु आज चाहिँ। बुलेट ट्रेन यस्तो डेन्जरसितै खिच्छु भनेर सर आउँछ बुलेट ट्रेन। हो यो घरको अन्तरबाट हो, त्यहाँबाट सट्टै यता आउँछ बुलेट ट्रेन। हो त बुलेट ट्रेन हिँड्ने बाटो चाहिँ सबै पुलमाथि छ है। बुलेट ट्रेन हिँड्ने भनेको पुलबाट हो, तलबाट हिँड्दैन बुलेट ट्रेनका लागि। माथिबाट यहाँ अलि स्लो आउँछ। यो भनेको हो त्यो होटल उतापट्टि स्टेसन हो त। त्यो स्टेसनमा रोक्नको लागि भनेर यहाँदेखि चाहिँ सुस्तरी आउँछ। नआयो भने त अन्त त यो क्यामेराले त्यो बुलेट ट्रेनलाई भनेको 5-7 सेकेन्ड खिच्ने हो भने त्यो छुट्टिएर कहाँ पुगिसक्छ। त्यति फास्ट दौडिन्छ होइन। विश्वमै सबैभन्दा फास्ट दौडिने कुरो भनेको बुलेट ट्रेन हो नि त, जापानको बुलेट ट्रेन। यता चाहिँ यस्तो छ, बिहानको मौसम चाहिँ यतातिर फाइनल्ली यस्तो चलिरहेको छ। बुलेट ट्रेन आएपछि मैले सर र बुलेट ट्रेन खिच्छु। यो होटल हो होइन, जापानिजको होटल हो। भयङ्कर महँगो हुन्छ यी होटलहरू बसाइको लागि। नेपालमा जस्तो सस्तो खोजेर त अब यहाँ पाइने कुरै भएन विदेशमा। तर बुलेट ट्रेन पनि आज खोजेर बसेको बेलामा चाहिँ आउँदैन यार। म चाहिँ कामबाट फर्किरहेको छु र अहिले बाटोमा छु। यहाँ सधैँ म कामबाट फर्किँदा ठ्याक्क बुलेट ट्रेन आउने टाइम पर्थ्यो। त्यो आज पनि भेट्टाउँला भन्ने सोचेर बसिरहेको छु। कतैतिर यो हिउँ पऱ्यो, अलि बाक्लो हुरी चल्यो भनेदेखि फेरि यो ट्रेनहरू भुइँमा हिँड्ने तलका ट्रेन पनि, यो माथि हिँड्ने बुलेट ट्रेन पनि रोकिन्छ क्या। त्यही भएर पनि ढिलो हुनु पनि सक्छ। सकेसम्म भेट्टाएछु भने चाहिँ मैले आज यो बुलेट ट्रेनको चाहिँ खिचि नै हाल्छु होइन। सकिनछ अब आएनछ भने त अब के लाग्यो र होइन। मैले चाहिँ उतै हेरेरै बसिरहेको छु। आयो कि जस्तो ल है। त्यहाँ आयो भने त मैले झप्पै खिचिहाल्छु। त्यहाँ आयो कि जस्तो पनि लाग्छ। त्यो साउन्ड क्या अलि परबाट घटघट गर्छ माथिबाट हिँड्दाखेरि। त्यो चाहिँ त्यहाँ आयो कि जस्तो पनि लागेको छ। सकेसम्म मैले खिच्छु। यहाँ यी दिदी आउनु भएको छ, यी लुख्रुङ गर्दा यी दिदी कहाँ हिँड्नु भएको छ, काममा होला सायद। सम्मान गर्नुपर्छ सबैलाई, दिदी बहिनीहरूलाई, देशका भवन अथवा विदेशका भवन होइन। उहाँ पनि कसैको दिदी हो, कसैको बहिनी हो, कसैको छोरी हो, कसैको बुहारी हो होइन। सबैलाई सम्मान गर्नुपर्छ। तर बुलेट ट्रेन चाहिँ आउँछ कि उता त्यहाँ फेरि त पुल जस्तो छ, त्यहाँ फेरि गाडी हिँड्छ। त्यहाँ तलबाट पुल छ कि हो, त्यहाँ हो त्यो भुङ्गानदेखि जुन अहिले त्यो दिदी पुग्नु भएको ठाउँमा त्यहाँ माथि पुल छ। त्यहाँबाट मान्छेहरू तलबाट छिरेर जाने ठाउँ हो त्यो पुल हो। गाडीहरू यता दौडिरहेको नि, यहाँबाट गाडी दौडिन्छ यस्तरी। अनि घरहरू त अब हल्का घरहरू त अब हुने नै भइहाल्यो विदेशको ठाउँमा होइन। यस्तै छ ल। आयो धेरै बेर कुरेपछि बुलेट ट्रेन आयो। हो यही हो ल, बुलेट ट्रेन भनेको चाहिँ यही हो। यी उहाँ पुगिसक्यो, टाउको यसको यस्तो हुन्छ ऊ टाउको ऊ होइन। ए अब यो गइसक्यो। यी धेरै समय कुरेपछि ठ्याक्क आज बुलेट ट्रेन आयो। ए पछाडिको टाउको पनि यो सर्पको जस्तो हुन्छ कि बुलेट ट्रेनको टाउको फेरि। ए यस्तो हुन्छ बुलेट ट्रेनको टाउको। ए गयो ल, त्यहाँ स्टेसन छ ठ्याक्क, त्यहाँ गएर रुक्छ बुलेट ट्रेन। ल गयो ल, खिच्न भए कस्तो लाउँछ हेरेर साथ दिन ल। थ्याङ्क यू।